बुढी ए बुढी ए ऊ त खाना पो ठिक परिसक्यो अरे यार कस्तो चिसो भइरहेको थियो अलिकति चिया खानु पाए हुन्थ्यो यस्तो चाहिँ हुँदैन यो पुरा नगरी भएन बुढो हजुर अब सबैले खाना खानुभयो सबैलाई खाना खाना दिए अब म खाउँ न त भनेर भात पस्किन थाल्यो यताबाट बुढी बुढी चिसो मौसम छ अरे चिया खाउँ ल ल भयो नि त नपकाउनु त त्यस्तो होइन कि आज मात्र होइन जहिलेको कुरा हो नि त म पनि अब बिहान उठेदेखि काम गरिरहेको छु सबै तपाईँले पनि गर्नुभएको छ तर पनि एक कप चिया अब चिसो मौसम छ भनेर खान मन लाग्यो त पकाएर खान सकिन्छ नि त होइन मैले सधैँ खान्छु भने हो कहिले पनि जे भयो नि माम खाने बेला भयो तपाईँहरूले खानुभयो यसलाई पनि त अब खानुपर्छ होला चिसो हुन्छ माम चिसो मौसम छ भन्नुभएको चिसो हुन्छ नि त खान थाल्यो भर्खर पस्किँदैछु बुढी चिया बनाऊ आज म कस्तो खाना बनाएर त्यस्तो होइन के तपाईँले मलाई माया नगरे कसले गर्छ लु भने बुझ्नुपर्छ के चिया पकाइदियो भनेको माया नगरे हुन्छ त्यस्तो होइन के अब हेर्नु त सबैलाई खाना दिएँ मैले बिहान खाजा दिएँ तपाईँहरूलाई सबै ठिक पाएँ मैले पनि त खानुपर्छ नि टाइममा होइन हो चिया खानु ल ठिक छ बुढो अब अर्कोचोटि चाहिँ मलाई माम खाने बेलामा चाहिँ डिस्टर्ब नगर्नु ल हस् ल म गएँ ल ल